नमस्ते, म डाक्टर सन्तोष मान राज भण्डारी, कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिक एसोसिएसन अफ नेपालको अध्यक्ष। हरेक वर्ष मे 11 तारिक आजको दिन विश्वभरि नै नेशनल रुट क्यानल एप्रिसिएसन डे अर्थात् राष्ट्रिय रुट क्यानल दिवस मनाउँदै आएका छन्। यसपालिदेखि हामीले पनि देशव्यापी नै नेशनल रुट क्यानल एप्रिसिएसन डे अर्थात् राष्ट्रिय रुट क्यानल दिवस भव्यका साथ मनाउँदैछौँ। यस नेशनल रुट क्यानल एप्रिसिएसन डे का दिन हामीहरूले दन्त रोग सम्बन्धी र यसका रोकथाम र रुट क्यानल पद्धतिद्वारा चाहिँ सन्दर्भित दाँतलाई पनि जोगाउन सकिन्छ भन्ने जनचेतनामूलक विभिन्न सन्देशहरू चाहिँ विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछौँ। ह्यापी नेशनल रुट क्यानल एप्रिसिएसन डे। थ्याङ्क यू। नमस्ते, म डाक्टर उषा भिरैया हजुरहरूलाई आज दाँतमा किरा लाग्ने सम्बन्धमा केही जानकारी दिन चाहन्छु। जब हामी केही खान्छौं या पिउँछौं, ती खानाका कणहरू हाम्रो मुखमा केही समयसम्म रहिरहन्छ अनि हाम्रो मुखमा भएका कीटाणुहरूले ती कणहरू प्रयोग गरेर एसिड बनाउँछ। यो एसिडले दाँतमा खाल्डो बनाउँदै जान्छ अनि दाँत सिरिङ्गो हुने, दाँतमा अझ खाना अड्किने समस्याहरू देखिन थाल्छन्। यी समस्याहरूबाट बच्नका लागि हामीले केही कुराहरू ध्यान दिनुपर्छ, जस्तै राति सुत्न अगाडि ब्रश गर्ने, केही पनि खाएपछि पिएपछि मुख खुल्ला गर्ने, दाँत सिरिङ्गो हुने अथवा दाँतमा खाना अड्किने समस्याहरू देखिएमा दन्त चिकित्सकलाई भेटेर उपचार गराउने। धन्यवाद। नमस्कार, म डाक्टर दीपक कुमार राय, सहायक प्राध्यापक, डिपार्टमेन्ट अफ कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स, काठमाडौँ मेडिकल कलेजमा कार्यरत छु। दाँतमा किरा लाग्नु, सडन हुनु, माखिनु या खाल्डो पर्नु, यी सब शब्दहरू प्राय जस्तो हाम्रो बिरामीहरूले हामी कहाँ आएर प्रयोग गर्नुहुन्छ। यो शब्दहरूलाई डेन्टिस्ट्रीको भाषामा डेन्टल केरिज भनेर बुझिन्छ। डेन्टल केरिज कसरी लाग्छ त? मुख्यतः हामीले कुनै पनि खानेकुरा खाँदा त्यसलाई राम्ररी सफा गरेनौं भने हाम्रो मुखभित्र भएको कीटाणुहरूले त्यो पचाउने क्रममा एउटा एसिड जस्तो तत्त्व फाल्छ र बिस्तारै हाम्रो दाँतको भागहरू खिइदै जान्छ। यसबाट कसरी बाँच्ने त? यसबाट बच्नलाई मुख्यतः हामीले दाँत र त्यसको वरिपरिको भागहरूलाई राम्ररी सफा गर्ने, मिनिमम 2 चोटि जस्तो ब्रस गर्ने र 3 देखि 6 महिनामा हामीले दन्त चिकित्सकको परामर्श लिने। यसलाई उपचार गर्ने विधि भनेको कति जटिल छ भन्नेबाट छुटिन्छ। यदि बाहिरको लेयरबाट मात्रै चाहिँ हाम्रो दाँतको भागमा किरा लागेको छ भने सामान्यतया हामीले त्यसलाई रेस्टोरेसन या दाँत भर्छौं। यदि त्यो किरा लागेको भाग भित्रीसम्म पुगेको छ र नसा र रक्तनली छोएको छ भने जरेबाट उपचार गरेर त्यसलाई हामीले समाधान गर्छौं। धन्यवाद। रुट केनाल ट्रिटमेन्ट भनेको दाँतको भित्री भाग र जराभित्र रहेको नसाको नलीको उपचार हो। दाँत किराले खाएर, भाँचिएर अथवा अरू कुनै कारणले नसामा असर पुग्यो भने रुट केनाल ट्रिटमेन्ट गरिन्छ, जसको दौरान ती नलीहरूलाई सफा गरेर संक्रमण रहित बनाएर दाँतलाई जरैदेखि भरिन्छ। यस प्रकारले जीर्ण अवस्थामा पुगेका दाँतलाई पनि बचाउन र संरक्षण गर्न सकिन्छ। नमस्कार, म डाक्टर निशा आचार्य, रुट केनाल स्पेशलिस्ट। आज म यहाँहरूलाई दाँतमा किरा लाग्ने विषय र यसको उपचार पद्धति आरसीटी यानी जरादेखि उपचारको बारेमा केही कुरा भन्न गइरहेको छु। जरादेखि उपचार गर्दा धेरै दुख्छ, दाँत कमजोर हुन्छ, पछि इन्फेक्सन हुन्छ, अर्कोमा सर्छ भन्ने धेरै हल्लाहरू हामी सुन्न सक्छौं। तर आरसीटी भनेको मरेको, सडेको र रोग लागेको दाँतको नसा तथा रगतको नलीलाई दाँत तथा जराबाट बाहिर निकालेर सो ठाउँलाई सफा गरी भर्न योग्य बनाई आर्टिफिसियल नसाले भर्ने उपचार पद्धति हो। यो उपचार गर्दा नसा संलग्न हुने हुँदा केही मात्रामा दुखाइ हुनु स्वाभाविक हो, तर वास्तवमा यसले दाँतको दुखाइलाई निको बनाउँदछ। यस्तै आरसीटी गर्दा दाँत कमजोर हुने होइन कि आरसीटी गर्ने पर्ने भएको दाँत पहिले धेरै कमजोर हुन्छ। आरसीटी गरेन भने यो कुहिएर, टुक्रेर, झरेर जान्छ। आरसीटी गरेर मात्र यसलाई बचाउन सकिन्छ। यो यसको लागि क्याप अथवा क्राउन राख्नु पर्दछ। आरसीटी गरेन भने चाहिँ इन्फेक्सन फैलिन्छ र कहिलेकाहीँ घाँटीमा, छातीमा, आँखामा र ब्रेनमा इन्फेक्सन फैलिएर बिरामीको मृत्यु पनि हुन सक्दछ। बेलामा आरसीटी गरे यो सबै रोक्न सकिन्छ र दाँत पनि बच्छ। आरसीटी गरेको दाँतबाट इन्फेक्सन अर्को दाँतमा सर्दैन, बरु आरसीटी नगरेको खण्डमा इन्फेक्सन भएर एक दाँतबाट अर्को दाँतमा सर्ने सम्भावना हुन सक्दछ। त्यसैले हल्लाको पछि नलागौं, आफैमा सचेत बनौं र दाँत जोगाऊं, मुख स्वास्थ्यको बारेमा ध्यान दौं र आफ्नो मुखलाई स्वस्थ राखौं। धन्यवाद। नमस्ते। नमस्ते,
म डाक्टर रीमा जोशी, प्राध्यापक तथा कन्सल्टेन्ट एन्डोडोन्टिस्ट, कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स युनिट न्याम्स वीर अस्पताल। कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स भन्नाले डेन्टल शिक्षाको विशेषज्ञ विधा हो। यस विषयमा दाँत दुख्ने, दाँतमा किरा लाग्ने, दाँत भाँचिने जस्ता समस्याहरूको उपचार गरिन्छ र यसको समाधान पनि गरिन्छ। एन्डोडोन्टिस्ट भन्नाले दाँतको नसामा कुनै कारणवश समस्या भएमा जरैदेखि उपचार गरी दाँतलाई संरक्षण गर्दछौं र यस प्रविधिलाई रूट कनाल ट्रिटमेन्ट वा आरसीटी पनि भनिन्छ। यस उपचारबाट दाँतलाई हामीले प्राकृतिक रूपमा जोगाउन सकिन्छ। धन्यवाद। दाँत हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो। यो हेर्दाखेरि सानो भए पनि यसले गर्ने काम एकदम महत्त्वपूर्ण छ। यसले खानालाई मिहिन तरिकाले चबाइसकेपछि पाचन प्रणालीमा सहयोग गर्दछ। यसको कारणले गर्दाखेरि हाम्रो मुस्कान परिष्कृत भएर जान्छ। सोचौं त दाँत नभएको मुस्कान राम्रै हुन्छ, तैपनि दाँतले त्यसमा सुनमा सुगन्ध थप्दछ। दाँतको कारणले गर्दाखेरि नै हामीले सही शब्दको उच्चारण गर्न सक्दछौँ। उच्चारणमा यसले ठूलो महत्त्व छ। दाँत यदि नभएको खण्डमा हामीले बाहिर समाजमा गएर बोल्न, हामीले एकअर्कासँग कुरा गर्न धक मान्छौँ। त्यसै कारणले गर्दाखेरि हाम्रो दाँतलाई बचाएर राख्ने कोसिस गर्नुपर्छ, सक्दो बचाउनुपर्छ। प्राकृतिक दाँत बचाउँ, स्वस्थ जीवन बाँचौँ। धन्यवाद।